भन्नु थियो खुट्टा टेक्न मिल्छ कि नै बाइ बाइ त्यो अब एक हप्ता के आउने हो क्लास गोवा जानलाई वेलकम डाइरेक्ट ग्रुपको लागि ट्रान्जेक्सन भिडियो गराउँदैछ हटायो फेरि गर्मी तातो हावा सब गर्मीले बोइल आलु भन्छन् त्यस्तो भन्दा पनि एसी नचलेर हैरान भइसक्यो बोइल आलु मेलनाको च्यानललाई सब्स्क्राइब हालिदिनु सब आत्तेछन् गर्मीले यहाँ बस बन्दैछ एसी बिग्रिएर यहाँ सब आत्तेछन् सन के भन्छ त्योमा बसेर आएको सिधै गयो सिधै आयो नजिक नआउनु न ल आउँदैन बिग्रिन पर्छ बनाउँदै जानु मेमोरिज क्रिएट हुन्छ हो ल एक्सचेन्ज हान्दैछौँ फाइनली एसी वाला बस आयो शीतल बल्ल अहिले सिट पनि एडजस्ट भयो अरूमा सब अप्ठ्यारो भयो मात्र कस्तो सुत्न मन आगे क्या आयो तिमी हामी भात खान झरेको यताभित्र गरे भात खाने ठाउँ सुतेर जाने यस्तो एन्टिलाइट आएको भेज हो नि भेज अहिले हामी नास्ता खाना पेडा पसल हजुर
बाजेको बुढो बाजेको पेडा पसल मात्र हो नास्ता खाएर फर्केको होला नास्ता पनि के खाएँ मैले चिया र नमकिन बिकज आई डोन्ट वान्ट टु इट चना आलु अनि पेडा नै चाहिएको के हो गरे कुन ठाउँ गरे कोसी ब्यारेज सरको Hello guys, we arrived at Kakarvita. Now we are planning to go to Sikkim Gangtok and we'll reach there by up to 9 o'clock at night. Stay tuned. Bye. बाई हामीलाई भर्खरै यो होटलबाट हामीले आज लन्च गऱ्यौँ अब यहाँ सबै जम्मा भएर अब सिक्किमको लागि हिँड्न रेडी हुँदैछौँ हाम्रो चाहिँ अनि मेला र सलिना चाहिँ रिमेनिङ फोटोग्राफी भिडियोग्राफी बिहाइन्ड द सिन किनभने किनभने चेन्ज गरे छैन रे इन्सेक्युरिटी भयो रे है यस्तो होइन है गाइजहरू मिट अफ एट सिक्किम मेलाले मेरो सामान लगिदिएकोमा म निकै नै खुसी छु रोकिनु मैले मेलालाई देखाउँछु हजुरहरूलाई एडवान्स जान 250 लाग्छ 10,000 आइसक्यो ल पिने आएन हामीसँग भेज दियो रे ल डुओ तीनटा गाडी हुन्छ 10 जनाको म्याक्स क्यापेसिटी 10 अनि हामी भएन कतिजना भयो 6 जना पिने हात इंडियन ऑटो मौसम कस्तो यता सनी यताखेरि कस्तो क्लाउडी हामी 11-10 बजे हामी पनि माथि बस्छौँ न म त बल्ल भयो भिडियो खिच्दैन शुभम निशान अगाडिको दुईजनाले नि हेर त Q&A क्वेसन सेसन चलिरहेको छ आयुषले निशान्तलाई सोधिरहेछ कि ट्रिप कस्तो भइरहेछ अनि निशान्तले आन्सर दिइरहेछ
Guys, I'm going to answer something lies भन्नु ल टपिक भन्नु शुभम ट्रिप कस्तो भइरहेको अहिलेसम्म ल भन। एकदम रहिला रमाइलो एकदम बेस्ट मेमोरेबल अनि अरू पनि एभ्रिथिङ पर्फेक्ट फाइन ल अनि ल हाम्रो दाइको बारेमा नयाँ दाइको बारेमा केही भनिदेऊ ल। हाम्रो दाइ चाहिँ होइन एकदम प्रो राइडर हुन्छ नि एकदम प्रो राइडर फर्स्ट अफ अल होइन अनि केही झेउ नमान्ने हामीलाई उल्टै रमाइलो गराउने अनि एकदम हँसिलो रसिलो अनुहार लिएर मुस्कान आफ्नो गुनासो सुनिदिने मुस्कान लिएर मुस्कान लिएर बोल्ने होइन जे कुरामा नि हाँस्ने अनि हामीलाई सपोर्ट गर्ने हामीलाई धेरै माया गर्नुभएको छ हाम्रो ट्रिप चाहिँ दाइले गर्दा झन् एक्स्ट्रा दामी भयो हो ल एग्री एग्री होइन गाइस निशानजी ट्रिपको बारेमा केही भनिदेऊ। एकदम रमाइलो छ, इट्स एक्साइटिङ, मेमोरेबल एज वेल। अनि हामीले नयाँ मान्छे भेट्दै गर्ने क्रममा हामीले हाम्रो दाजु भेटाएको छौँ, अमित दाजु। उहाँको चाहिँ हाम्रो स्टार्टिङबाट नै एकदम फ्रेङ्क फ्रेन्डली अनि सपोर्टिभ नै भएर आइराख्नु भएको छ है। अनि जे जस्तो भए पनि अब हामीलाई सिक्किमको मेमोरेबल बनाइदिन्छु भनेर एउटा धारणा लिएर अझै पनि हाम्रो साथ दिँदै यो भिडियो गराउँदा पनि स्माइल अहिले भर्खर पनि खिच्न सक्नुहुन्छ, स्माइल छ। यो सबै कुरामा सपोर्टिभ मान्छे पाउनु भनेकै ठुलो भाग्य हो। गर्दाखेरि चाहिँ यति नै भन्दै मेरो यो 2-4 शब्द टुङ्गाउँछु यहाँ। धन्यवाद। ल सबैले एग्री एग्री चाहिँ अब हाम्रो यो ट्रिपको बारेमा केही 2-4 शब्द जाओस्। अब ट्रिप चाहिँ अब सानोतिनो दुःख कष्ट सधैँ आए पनि ओभरअलमा चाहिँ राम्रो भइरहेकै छ होइन। अब हामी पुग्ने ठाउँमा अझै पुगेको त छैनौँ, अझै समय लाग्ला, तर चाहिँ हामी पुगेर हामीले सोचेको जस्तो र हामीले गर्न खोजेको चाहिँ अवश्य गर्नेछौँ। र सबै उपस्थित साथीहरूलाई त धन्यवाद र केही कारणवश उपस्थित हुन नसक्नु भएकोलाई पनि जहाँ त्यही हुनुहुन्छ हामीलाई एकदमै सम्झना छ। हजुरहरू पनि सम्झना छ। हजुर फिजिकल्ली उपस्थित नभए पनि मनमा चाहिँ हामीसँगै सँगसँगै घुमिरहनु भएको छ है। अनि चाहिँ अन्तिममा चाहिँ म दाइलाई के भन्न चाहन्छु भन्दा दाइ यतिकै पनि राम्रो हुनुहुन्छ। अब मेरो साथीभाइले अलरेडी धेरै अब बयान गरिसक्नुभयो, अब जति गरे कम होला, तर पनि अन्तिममा के भन्न चाहन्छु भने दाइको त्यो मुस्कान सधैँ रहिरहोस् र दाइलाई चारैतिरबाट जीवनमा सफलता प्राप्त भइरहोस्, यही नै शुभवचन मेरो तर्फबाट। धन्यवाद। गाइज फाइनली हामी चाहिँ होटलमा आइपुगेको छौँ र यो रहेको छ हामी आएको गाडी। अनि ल ओनर अफ दिस युट्युब च्यानल मिस मेलिना, हाउ वाज योर एक्सपिरियन्स इन सुमो? धेरै थकी Oh, so bad. अब यो फ्रन्ट क्यामेरा त कसरी गर्नु त अनि? गाइज हामी चाहिँ सिक्किम आइपुगेको थियौँ कि त्यहाँ यस्तो डह्रो पानी पऱ्यो होइन। त्यसपछि हामी त यता भिजेर लुत्रुक्कै भएको छ कि होइन। छोप्रा चाहिँ हेर्नु लायकको चाहिँ छैन, तर उयो ब्लगिङ हो। How was your situation? How was our situation? Salina, Muskan, Salina, and then Subham, and then Vinay. How was your experience? Please share. How was your experience? खतरा बबाल दामी पानी कस्तो पर्यो? अनि रेनकोट लगाएको देखि फाइदा भयो। Guys, bye guys. लास्ट निदाले थकित भएको छौँ कि हामी होइन। अनि खाना खाने भात खाने हो कि होइन मेरिना भन त? भात खानु हो है, भात खानु भन्दा के भात खाने